स्किन रिजुभिनेट गर्नको निम्ति एउटा एडभान्स टेक्निक छ जसलाई हामीले MNRF भन्छौं। MNRF मा चाहिँ माइक्रो निडल्सहरुले तपाईको स्किनमा पियर्स गर्छ र त्यो मुनिबाट चाहिँ रेडियो फ्रिक्वेन्सी लाइट एमिट हुन्छ, जसको कारणले गर्दा चाहिँ हाम्रो स्किनलाई मल्टिपल बेनिफिट हुन्छ। यसले गरेर हाम्रो स्किनमा चाहिँ कोलाजन प्रोडक्सन बढ्ने, इलास्टिन प्रोडक्सन बढ्ने र रिंकलहरु रिडक्सन हुँदै जान्छ र हाम्रो स्किनको बाहिरी भागमा भने ड्यामेज कम हुन्छ। त्यसै कारणले गर्दा हार्मफुल इफेक्टहरु हुन पाउँदैन। MNRF ले विभिन्न किसिमका स्कारहरु जस्तै एक्ने स्कार अनि अरु चोटपटक लागेको दागहरु, स्ट्रेच मार्क, ठूलो पोर्सहरु कम गर्नलाई मद्दत गर्छ। साथै फाइन लाइन्स र स्किन रिजुभिनेसनको निम्ति पनि युज हुन्छ। यसले हाम्रो स्किनमा डीपर पेनिट्रेट गर्ने र बाहिरको भागले धेरै असर नगर्ने भएको हुनाले हाम्रो स्किनमा दागहरु या नराम्रो साइड इफेक्टहरु हुन पाउँदैन। स्किनमा रेडनेसहरु पनि देखिन पाउँदैन र यो कुनै पनि स्किन टाइपमा सेफ हुन्छ।